अहिलेको समयमा चाहिँ मान्छेहरू यो विदेशतिर धेरैभन्दा धेरै गइराखेको हुनाले गर्दा कतिको मनमा चाहिँ लागिरहेको हुनसक्छ होइन। अब युरोप धेरै राम्रो हुन्छ कि खाडी मुलुक धेरै राम्रो हुन्छ भनेर मान्छेको मनमा चाहिँ यी कुराहरू खेलिरहेको हुनसक्छ होइन साथीहरू। र मेरो 5 वर्षको खाडी मुलुकमा काम गरेको अनुभव र अहिले युरोपमा गरिराखिएको काम अनुसारको अनुभवको आधारमा भन्न पर्दाखेरि चाहिँ के छ भने कति व्यक्तिहरूलाई खाडी मुलुक राम्रो भइरहेको छ भने कति व्यक्तिहरूलाई चाहिँ युरोप राम्रो भइरहेको छ होइन। कति मान्छेहरूले चाहिँ युरोपमा भन्दा पनि धेरै राम्रो तरिकाले धेरै आम्दानी खाडी मुलुकमा साउदी, कतार, दुबई, ओमान, बहराइन, कुवेत जस्ता देशहरूमा गरिराख्नु भएको छ भने कति व्यक्तिहरूले चाहिँ युरोपमा गरिराख्नु भएको छ। त्यसमा मेन कुरो के हुन्छ भने एक त तपाईहरूले विदेश जाने बेलामा धेरैभन्दा धेरै एकदम ध्यानपूर्वक अलि धेरै विचार गरेर सोचेर होइन के कामको लागि जाने, कस्तो ठाउँमा परिने हो र आफ्नो हातमा के कस्तो स्किल छ ती कुराहरूलाई चाहिँ राम्रोताले बुझ्नुपर्ने हुन्छ। प्लसमा गएर के छ भने एजेन्ट कस्तो व्यक्तिबाट जाँदैछु, एजेन्ट कस्तो खालको छ, उसले पठाएको पहिलाको व्यक्तिहरूले के कस्तो काम गरिराखेका छन् होइन। र युरोपको लागि हो भने पनि अब युरोपमा त्यो एजेन्टबाट आएका मान्छेहरू कस्तो ठाउँमा कुन तरिकाले काम गरिराखेका छन् भनेर आफूले त्यो कुराहरूलाई बुझ्नुपर्ने हुन्छ। र आफ्नो हातमा मेन कुरो त आफ्नो हातमा स्किल पनि चाहियो। तपाईँको हातमा स्किल छैन भने, तपाईँ स्किल बिनाको काममा जानुभएको छ भने जहाँ गए पनि खासै कमाइ चाहिँ हुँदैन। र आफ्नो हातमा स्किल छ भने चाहिँ जुनसुकै देशमा गएर पनि राम्रोताले आम्दानी गर्न सकिन्छ। धेरै मान्छेहरूले चाहिँ खाडीबाट पनि युरोपको भन्दा धेरै कमाइ गरेको मेरो अनुभव है। र कति चाहिँ अब झट्ट सोच्दाखेरि मान्छेको विचारमा के हुन्छ भने युरोप, ओहो युरोप भनेको त धेरै राम्रो ठाउँ, त्यहाँ गएपछि त पैसा पनि धेरै कमाउन सकिन्छ होइन, सबै कुराहरू राम्रो हुन्छ, मान्छेले हेर्ने नजरै फरक हुन्छ भन्ने त्यस्तो खालको मान्छेहरूको एउटा मानसिकता हुन्छ। तर हेर्नुहोस् युरोपमा पनि आएर त्यत्रो राम्रो नै हुन्छ भन्ने कुरो चाहिँ छैन। मेन कुरो तपाईँहरूले एकदम गम्भीर तरिकाले सोच्नुपर्ने हुन्छ होइन। अनि एजेन्ट पनि के कस्तो हो त्यो पनि राम्रो तरिकाले आफूले उसको विषयमा जानकारी पाउनुपर्ने हुन्छ। अब युरोपमा आएर पनि धेरै मान्छेहरू चाहिँ अलिकति अप्ठ्यारो अवस्थामा परेको, काम नपाएर बस्नु परेको, विभिन्न झमेलाहरूमा फस्नु परेको मैले चाहिँ देखेँ। र जे जस्तो देखेँ त्यो कुराहरू तपाईँहरूको सामु चाहिँ भनिदिउँ भनेर मैले भन्नु खोजेँ। कति मान्छेलाई चाहिँ युरोपमा राम्रो पनि छ र कतिलाई चाहिँ युरोपमा भन्दा खाडी मुलुकमा नै धेरै राम्रो पनि भएको अवस्था छ। हेर्नु साथीहरू, र तपाईँहरूको भाग्यमा पनि भर पर्छ है, आफ्नो लकले पनि साथ दिनुपर्ने हुन्छ। यदि तपाईँ सबै काम कुराहरू गर्नुभयो त्यति गर्दै पनि कहिलेकाहीँ चाहिँ चाहे युरोपमा होस् चाहे खाडी मुलुकमा होस् जहाँ भए पनि आफूले सोचे जस्तो नहुनसक्छ, सोचे जस्तो कमाइ नहुनसक्छ होइन। आफूले सोचेको भन्दा बेग्लै कुरा हुनसक्छ। त्यो चाहिँ तपाईँहरूको भाग्यमा पनि भर पर्छ। र मेन कुरो चाहिँ तपाईँहरू एकदम विचार गरेर विदेशतिर हिँड्नुपर्ने हुन्छ। अब एजेन्टको मात्रै भर परन हुँदैन त्यसमा होइन। अब कहिले काहीँ चाहिँ कस्तो हुन्छ भने एजेन्टहरूले उनीहरू पनि त एक ठाउँमा बसेर अब होइन नेपालमा बसेर विदेशतिरको काम गर्ने हो, उनीहरूले त पठाइदिनेसम्मको काम हो, सबै यहाँको विषयमा त उनीहरूले थाहा पाउन सक्दैनन् नि त।
कति कुराहरूमा एजेन्टहरू पनि फ्लप खान्छन्। तपाईँहरूको भाग्यमा पनि भर पर्ने कुराहरू हुन्छ है त साथीहरू। यस्तै नै हो अवस्था। मैले खाडीमा र युरोपमा काम गरेर जति कुराहरू ज्ञान पाएको थिएँ त्यो चाहिँ हजुरहरूलाई भनिदिएको हुँ है त। मैले जे जति कुराहरू जानेको थिएँ बुझेको थिएँ तपाईँहरूको सामु मैले भनिदिइहालेँ। र जाँदा जाँदै अन्तिममा तपाईँहरूलाई चाहिँ के भन्न चाहन्छु भने युरोपमा आउनको लागि चाहिँ मान्छेहरूले के गरिराख्नु भएको हुन्छ भने अब युरोप जाने भनेपछि चाहिँ होइन धेरै राम्रो छ त्यो ठाउँ भनेर मान्छेले चाहिँ एकदम चर्को ब्याज दरमा ऋण लिएर अनि अब युरोपमा आउनलाई त थोरै तिर्ने पैसाले त धान्दैन नि होइन, धेरै लाग्छ नि त। थोरैमा पनि 14-15 लाखबाट मासतिर लाग्ने हुन्छ। त्यो कारणले गर्दा यहाँ एकदम धेरै खर्च लाग्छ। अनि मान्छेहरूले युरोप जाने भनेपछि चाहिँ के कतिको सोचे के हुन्छ नि, धेरै राम्रो ठाउँ हो, त्यहाँ गएपछि मजाले पैसा कमाउन सकिन्छ, तिरिहालिन्छ नि भनेर चाहिँ एकदम चर्को ब्याज दरमा चाहिँ ऋण लिनुहुन्छ अनि त्यस पछाडि यता आउनुहुन्छ। यहाँ आएर राम्रो भयो भने त भयो, भोलिको दिनमा नराम्रो भइदियो भने त हेर्नुहोस् त्यो ऋण लियो उसलाई अन्तिममा गएर सुसाइड समेत गर्नुपर्ने अवस्था पनि पुर्याउन सक्छ कति व्यक्तिहरूलाई। त्यो कारणले गर्दा हेर्नु साथीहरू, युरोप मात्रै भनेर हुँदैन। युरोपमा आउँदाखेरि हजुरहरूले चाहिँ आफूसँग धेरै रकम छ र त्यसमा केही थोरै मात्रामा होइन साहुबाट ऋण लिएर आउनुभयो भने त्यो राम्रो हुन्छ। युरोपमा धेरै राम्रो छ भनेर सबै ऋण काटेर अथवा कति व्यक्तिहरू त जग्गा पनि बेचेर आउने गरेको पाइएको छ। त्यस्तो गर्नु चाहिँ उपयुक्त हुँदैन है त। त्यही कारणले गर्दा यसरी चर्को ब्याज दरमा ऋण लिएर युरोपतिर आउने विचार चाहिँ नगर्दा नै बेस हुन्छ भन्न चाहन्छु हजुरहरूलाई।